ल आज हामी तु ही दिस्दा गीतको शब्दहरूमा डुबुल्की मारौँ है त। यो केवल एउटा गीत मात्र होइन, यो त एउटा कथा हो जसले आधुनिक प्रेमको हरेक उतार चढावलाई एकदमै सुन्दर तरिकाले प्रस्तुत गर्छ। आउनुहोस् यसको हरेक लाइनको गहिराइमा पुगौँ। गीतको सुरुवात नै यति दमदार लाइनबाट हुन्छ जसले हामीलाई सिधै कथाको केन्द्रमा पुर्याइदिन्छ। यो एउटा यस्तो प्रेम हो जसले गायकको संसार हेर्ने नजर नै बदलिदिएको छ। मतलब हरेक दृश्यमा, हरेक सोचमा जताततै प्रियजन मात्रै देखिन्छन्। अब हामी गीतको भावनात्मक यात्राको पहिलो चरणमा प्रवेश गर्दैछौँ, जसलाई प्रेमको पूजा भन्न सकिन्छ। यहाँ प्रेम केवल एउटा भावना मात्र होइन, यो त एउटा यस्तो गहिरो समर्पण हो जुन लगभग भक्ति वा पूजा जस्तै महसुस हुन्छ। यो लाइनले प्रेमको गहिराईलाई अझ स्पष्ट पार्छ। यसले भन्छ कि प्रियजन नै हरेक विचार र हरेक शब्दको सुरुवात हो। सोच्नुस् त, हरेक कुराकानी उनीबाटै सुरु हुन्छ। यसले उनीहरूको जीवनमा प्रियजनको महत्त्वलाई कति सुन्दर ढङ्गले देखाउँछ, होइन र? गीतमा व्यक्त गरिएको यो सर्वव्यापी भक्तिलाई बुझ्नको लागि अनन्य प्रेम भन्ने अवधारणाले हामीलाई मद्दत गर्छ। यो भनेको एउटा यस्तो अवस्था हो जहाँ प्रेमीको संसारमा प्रियजन बाहेक अरू केही पनि हुँदैन। तर यो प्रेम भनेको खाली जोश र जुनुन मात्रै होइन है, यसले त गहिरो शान्ति पनि ल्याउँछ। प्रियजनको उपस्थिति नै मनको सुकुन हो, जीवनको सबै कोलाहल र तनावको बीचमा एक शान्त र सुरक्षित ठाउँ। ल प्रेमको यो भक्तिले गायकलाई कसरी असर पार्छ त? अब हेरौँ दोस्रो चरण, जहाँ यो प्रेमले उनीहरूको संसार हेर्ने दृष्टिकोण र आफैलाई हेर्ने नजरियालाई नै पूर्ण रूपमा बदलिदिन्छ। यहाँ एउटा एकदमै गजबको रूपक प्रयोग गरिएको छ। गायकले जब ऐनामा हेर्छन्, उनीहरूले आफ्नो प्रतिबिम्बको सट्टा आफ्नो प्रियजनको छवि देख्छन्। यो त आत्मविस्मरणको चरम अवस्था नै हो। यो तुलनाले हामीलाई त्यो मानसिक परिवर्तनलाई अझ प्रष्ट पार्छ, जहाँ म भन्ने भावना तिमीमा गएर हराउँछ। गायकको आफ्नो पहिचानभन्दा प्रियजनको पहिचान नै ठूलो र महत्त्वपूर्ण बन्न पुग्छ। यो भनेको के हो त? प्रियजन अब विचारमा मात्र सीमित छैनन्, उनीहरू त हरेक दृश्यमा, हरेक इसारामा अनि ताराहरूमा पनि देखिन्छन्। मतलब आँखाले जे देख्छ त्यसमा प्रियजनको नै छवि हुन्छ। र यो प्रशंसाको शिखरमा पुगेर गायक के भन्छन् भने, सायद भगवान पनि तिमी जस्तै होलान्। यहाँ प्रियजनलाई ईश्वरीय दर्जा दिएको छ, जुन यो प्रेमको रमणीय चरणको समापन हो। तर प्रेमको यो सुन्दर र शान्त संसार सधैँ यस्तै रहँदैन, होइन त? अब गीतको भावमा एउटा नाटकीय मोड आउँछ, जब एक बाहिरी शक्तिले उनीहरूको यो संसारमा बाधा पुर्याउँछ। उनीहरूको यो आफ्नै दुनियाँमा एउटा बाहिरी आवाज आएर ठोकिन्छ, जसले उनीहरूको प्रेमको आन्तरिक संसार र कठोर बाहिरी वास्तविकता बीचको टकराव सुरु गराउँछ। त्यो आवाज हो, क्यों नहीं समझ रहे हो ये जगह सही नहीं है अर्जुन। यो बोलिएको संवाद गीतमा एक कठोर अवरोधको रूपमा आउँछ। यो सामाजिक न्याय वा व्यावहारिक चिन्ताको आवाज हो, जसले गायकको प्रेमलाई चुनौती दिन्छ। हो, यही हो गीतको कथाको मुख्य तनाव। एकातिर छ उनीहरूको प्रेमको सुन्दर संसार अनि अर्कोतिर छ समाजको कठोर वास्तविकता। अब सबैभन्दा ठूलो प्रश्न यो छ, के उनीहरूको प्रेम यो चुनौतीको सामना गर्न सक्ला? गायकले यसको जवाफ कसरी दिन्छन्? अब यो बाहिरी दबावको सामना कसरी गर्छन् त गायकले? आउनुहोस् गीतको अन्तिम र सबैभन्दा शक्तिशाली खण्डमा प्रवेश गरौँ, जहाँ गायकले आफ्नो प्रेम र प्रतिबद्धतालाई पहिलेभन्दा अझ दृढताका साथ प्रस्तुत गर्छन्। यो प्रश्न सुन्दा शङ्का लागे पनि यो वास्तवमा शङ्का होइन। यो त एउटा गुनासो हो, एउटा चाहना हो कि साँचो प्रेमलाई किन सधैँभरि सँगै रहन दिइँदैन। यसले एउटा अनन्त अटुट बन्धनको इच्छालाई झन बलियो बनाउँछ। अनि यही आउँछ सातौं जन्मको प्रतिज्ञा। यो एउटा यस्तो प्रेमको वाचा हो जुन यो जीवनमा मात्र होइन, आउने 7 जन्मसम्म अटुट रहन्छ। यही नै बाहिरी संसारको चुनौतीको लागि गायकको अन्तिम र सबैभन्दा शक्तिशाली जवाफ हो। उनीहरूको प्रेम अस्थायी होइन, अनन्त छ। यो लाइनले त सिधै घोषणा गर्छ कि यो प्रेम कुनै संयोगले भएको होइन। लाखौं हजारौंको भिडमा पनि प्रियजन मात्र एक हुन् जो अद्वितीय र विशेष छन्। लाखौंमा एक। यो सरल तर शक्तिशाली भावनाले के भन्छ भने, यो प्रेम कुनै संयोग होइन, यो त भाग्य नै हो। र अन्त्यमा गीतले हामीलाई के भन्छ भने, प्रेम केवल एउटा भावना मात्र होइन, यो त एउटा निर्णय हो, एउटा अटल छनौट हो जुन हरेक परिस्थितिको बावजुद पनि गरिन्छ।
त्यसो भए छोटकरीमा हेर्दा गीतले हामीलाई कहाँदेखि कहाँसम्म पुर्यायो त? यो यात्रा सुरु भयो पूर्ण भक्तिबाट अनि वास्तविकतासँगको टकराउ हुँदै अनन्तताको वाचासम्म पुग्यो। अब यो सबै विश्लेषणपछि एउटा प्रश्न मनमा रहिरहन्छ। गीतले त प्रेमलाई अमर बनाइदियो, तर के वास्तविक जीवनमा यस्तो अनन्त प्रेम साँच्चै सम्भव होला त? यो प्रश्नको जवाब सायद हामी सबैले आफ्नो जीवनमा खोज्नुपर्छ।